So, hi guys, this is me, Bebika. अनि हजुरले चाहिँ म कता छु भनेर सोच्नु हुँदैछ भने मेरो मामा घर आएको छु. ओ माई गड, यहाँ कस्तो धेरै मौरीको घरहरू रहेछ. जस्ट सी, आई होप यो देखिरहेको छ. अनि मौरीहरू कति धेरै छ यहाँ देखिरहेको छ. दिस इज मेरो मामाको घर होइन. अनि म चुनावको भोट किन नहालेको भनेर सोध्दै हुनुहुन्छ भने मेरो भोटर आइडी कार्ड छैन. बिकज मेरो परिचय पत्र छैन. सो मेरो भोटर आइडी कार्ड पनि छैन. त्यही भएर मैले भोट हालेको छैन. सो अहिले दिउँसो भइसक्यो, म भर्खर नुहाएको होइन. आई विल बी सोइङ यु माई मामा घर. अनि म मेरो ठुलो मामुकोमा पनि जाँदैछु. सो स्टे ट्युन. बाई. गाइस, यो मेरो अझै यही हो. हजुर देखिसक्नु कति हरियाली छैन खासै, तर खेतीपातीहरू एकदमै गरिरहेको छ. अब हामी गोठमा जाँदैछौँ. मेरो मामा घर चाहिँ बेनी म्याग्दी हो. यहाँ गाई छ, गाई एन्ड भैँसी. सो हाई हाई भनेको चाहिँ पुच्छर लाग्यो. अनि यहाँ यतापट्टि चाहिँ अलि हरियाली छ कि अन्त बाहिरपट्टि भन्दा चाहिँ. सो यु क्यान सी इट. कस्तो राम्रो देखिएको यो. बट हरियाली खेतीपाती एकदमै गरिराख्नु हुने. दिस इज मेरो मामाको खेती. गाजरहरू यहाँ फल्दैछ. मकै, बेथेको साग, गोबी, बन्दा सबै भएको छ. अब हामी जाँदैछौँ कालीगण्डकीको छेउ. पारिपट्टि बाग्लुङ म्याग्दी पर्से. कालीगण्डकी एन्ड काफलको बुटा. कस्तो हावा लागेको, कस्तो राम्रो दिन छ आजको चाहिँ. फेरि आई लाइक दिस वेदर होइन. मलाई यस्तो वेदरहरू कस्तो मनपर्छ क्या. धेरै जलको घाम पनि छैन, चिसो पनि छैन, अलिअलि गर्मी छ. इट्स सो गुड. यहाँको यो डाँडा हेर्नु न कस्तो राम्रो छ. Just look at this. And just look at me. Everything is so good. कस्तो रमाइलो छ यता. काठमाडौँ भन्दा कति रमाइलो छ. लड्नै लटेन म. तर काठमाडौँमा बस्ने मान्छेहरूलाई त एकदमै रमाइलो लाग्छ होला कि यो बसिरहेको मान्छेहरूलाई. म पनि धेरै भएको थियो यहाँ नआएको. बजारमा बस्ने मतलब 2 वर्षमा काठमाडौँ थिएँ नि त. बल्ल आएको म. सो बाई. हाई गाइज, म चाहिँ छु मेरो दाइसँग. अनि दाइले हेर्दै हुनुहुन्छ ल्यापटप. सो यो ल्यापटप हेर्दै हुनुहुन्छ दाइले. म पनि अब दाइसँगै ल्यापटप हेरेर टाइम पास गरिरहेको छु. सो हाई गाइज, यहाँ दाइले चिया पकाउँदै हुनुहुन्छ यसरी. यहाँ दाइ हुनुहुन्छ. चिया बनाउँदा पनि भिडियो बनाउन पर्ने. के हाल्नुभयो दाइ चियामा? मैले यो गर्न लगाएको छु भनेर भन्ने. अनि दाइलाई यहाँ अरूले के गर्दैन? ए आलु पराठा
आलु पराठाको लागि हजुरले किमा बनाउँदै हुनुहुन्छ आलुको दाइले पानी एड गर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ साथीहरू जसले यो सबै काम गर्न पर्ने त्यसले भिडियो बनाएर बसेछ कति गिलास पानी हाल्नुभयो 10:30 बजे उठ्छ बिहान कति गिलास पानी हाल्नुभयो दाइ पानी पानी त हुँदैन नि चियाको हो कि पानीको हो भन्नु त पर्दैन नि है यस्तै छ साथीहरू दाइलाई अलि इन्ट्रेस्ट छैन यस्तो भिडियोहरूमा सो मैले चाहिँ यो रोलर लगाएको छु यहाँ अचारले मोबाइल हेर्दै हुनुहुन्छ बाहिर पाजुले पनि मोबाइल हेर्दै हुनुहुन्छ हाई गाइस दाइले यहाँ चिया खाँदै हुनुहुन्छ यसरी फोन चिया खाँदै भन्दा पनि चिया साइडमा राखेर फोन हेर्दै हुनुहुन्छ दाइले तपाईँहरू देख्न सक्नुहुन्छ अनि यहाँ अझै यसरी रोटी बनाउनलाई यो पिठो मुस्दै हुन्छ मैले मुस्दिन्छु भनेको मुसिहाल्नु भयो अझले अघिदेखि फोन हेरेको हेर्नुहुन्छ अहिले के गर्नु ए औषधी खाँदै हुनुहुन्छ साथीहरू म यहाँ बसिरहेको छु यसरी मैले चस्मा लगाएँ रोलर लगाएँ कपाल बाने अब म रोटी पराठा बनाउँछु यस्तै छ यहाँ कति बाहिर यस्तो रमाइलो आनन्द छ यहाँ फेरि मौरीको घरमा मौरीहरू घुमिहाल्नु भित्र यिनीहरूलाई डिस्टर्ब नगरौँ तर रमाइलै छ मामा माइसी बाहिर हुनुहुन्छ हामीभित्र छौँ यस गाइस दाइले भर्खरै चिया खाँदै हुनुहुन्छ है कस्तो छ दाइ चिया आफै बनाएको चिया कस्तो छ मिठो नभए जस्तो छ त्यही भएर खाना बन्नु दाइलाई खाना दिउँ साथीहरू ओके बाई सो हाई गाइस म चाहिँ यहाँ रोटी बनाउँदैछु यो पराठा रोटी बनाउँदैछु अनि यहाँ माथि अजीले बेल्दै हुनुहुन्छ अघि म बेल्दै थिएँ अहिले चाहिँ मैले यहाँ रोटी बनाउँदैछु सो हाई गाइस हामी चाहिँ अब काफल टिप्न गएको सो स्टे ट्युन्ड हेरिराख्ने भिडियो त्यहाँ सो यस गाइज हामी काफल टिप्न जाँदैछौँ अनि देख्न सक्नुहुन्छ मेरो दाइलाई पछाडि स्टिल थिङ्किङ के किन लगाएको भनेर चाहिँ मेरो आँखामा डिस्टर्ब हुन्छ भनेर लगाएको मैले काँटा लगाउनु बिर्सेछु हेयर्स ओपन हल्का ट्याङ्गल भएको छ तर के हावा लाग्छ यता यो खोला मतलब गण्डकीको तिरमा आएको छ नि त अनि त्यही भएर अलिअलि हावा लागेको छ अनि कस्तो सफ्ट इट्स सो गुड एन्ड मलाई कस्तो झ्याउ लागेको जस्तो अल्छी लागेको जस्तो मुड स्विङ्स भइरहेको छ मुख हेर्दै थाहा हुन्छ के भयो भनेर सो यस्तै हो गाइस पछाडि दाइ हुनुहुन्छ हाई हेलो 0.5 मा नै होइन रहेछ हाई भन्नु बल्ल हाई यस भर्खरसम्म मेरो मुखको त क्लोज अपमा देखिरहेको थियो होला अलि देखियो होला सो यस गाइस गण्डकी एन्ड हियर इज काफल कहाँ पाकेको छ तल ओके गाइस हामी हेरेर तल जान्छौँ आई वान्ट बी रेकर्डिङ दिस पार्ट यु क्यान सी द बाटो I am recording this part. Just wait. So yes, guys, I'm quite struggling. ठिकै छ तर म तल आइसकेँ. Let's go. I will show you the couple. अघि चाहिँ पराठा बनाएँ खाएँ अनि म एकछिन रेस्ट गरेँ अहिले चाहिँ काफल टिप्न आएको एन्ड हेयर इज काफल काँचै छ उनीहरू चाहिँ म पाकेको काफल पनि देखाउँछु उनीहरू अलिअलि राखेको रहेछ त्यति ओ यु क्यान सी कति धेरै फलेको छ पाकेको काफल this is pakeको काफल
So yes, guys. So all this guys, I did it in that. So guys, हजुर देख्न सक्नुहुन्छ कति धेरै काठहरू छ हैन त्यो पानीहरू छ हामीले गाडी देखाउनु त You can see this stuff हाम्रो हातहरू पनि प्लास्टिक भरि छ सबै त्यही पनि पाकेको मात्र यस्तो आउँदा कति होइन यति धेरै राम्रो पाकेको टाइमहरू खुट्टापट्टि गर्दा This is all guys है अब म चाहिँ यहाँ छु माथि गएर चाहिँ म देखाउँछु है त काठमाडौँहरू कति छ के गरौँ भनेर हाई सो यस गाइस म अब फेरि जानु चढ्दैछु अनि दाइ चाहिँ उता हेर्न जानुभएको छ ओइ घर कस्तो अप्ठ्यारो लागेको मलाई यो सजको this अनि दाइ हुनुहुन्छ त्यहाँ तब मलाई कस्तो रिङ्गटा लागिरहेको छ यु नो लाइक म ढल्छु जस्तो लेट्स गो अगेन उता अझै प्यान लाउनु परेछ यही हो भन्दामा दाइ यति धेरै लिएर आयो नि हामीले यति धेरै त्यो हेर्दा मात्रै छोरे देखेको तर यो लास्टै धेरै छ हाम्रो बिरी चाहिँ सानो हुन्छ नि त अझैले फेरि यही हात यतापट्टि नि बुटा रहेछ सबै पाकेको थियो कता यतापट्टिको यहाँ माथि तर एउटा मात्र बुढा थिएन लक नलाइन भयो क्या हो हात पर्छ होला हिँडेर जाँदा नि लस्सी हात पर्छ नजानी क्या यहाँ बस्ने हो पोल जाने भोलि बिहान जाउला खाना यहाँ पकाउने भनेको यो त्यो त कहाँ दिने एकजना मान्छेलाई काँचो मिठो लाग्छ र नि त्यो कालो भन्दा चाहिँ अलिअलि रातो भएको मिठो लाग्छ त्यही भएर सो यस गाइस सो यो भ्लगमा एन्ड गरौँ कि नै सोचिरहेको छु तर आई डोन्ट थिङ्क म यो एन्ड गर्छु भर्खरै यहाँ मैले पोस्ट गरिदिन्छु आई डोन्ट केयर दाइले यहाँ मासु पकाउँदै हुनुहुन्थ्यो गाइस पानी बिग्रिन्छ प्लिज बिग्रिन्छ सो गाइस रेड फ्ल्याग थ्याङ्क यू सो यहाँ दाइले पकाएको मासु छ अनि यहाँ दाइ हुनुहुन्छ सो यस्तै छ गाइस यस्तै छ होइन म यहाँ यत्तिकै बसिरहेको छु यसरी काम छु यस थ्याङ्क यू